माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सदस्यहरू, किन उठ्नु भयो? विपक्षी दलका माननीय सदस्यहरू किन उठ्नु भयो? माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्। सामान्य सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायससँगै बसेका कर्मचारीहरूलाई 5 मिनेटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनेटको समय निर्धारण गरिएको छ।
मान्य सदस्यहरू, उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा कुनै पनि मान्य सदस्यको नाम प्राप्त भएन। तसर्थ अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्।